नमस्कार। आज हामी जेम्स क्लियरको निकै चर्चित किताब एटोमिक ह्याबिट्सका आइडियाहरूमा अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यो किताब साँच्चै प्रेरणादायी छ। यसको मुख्य सार के हो भने कसरी त्यो साना साना लगभग नदेखिने जस्तो लाग्ने बानीहरूले हाम्रो जीवनमा साँच्चै ठूलो मतलब स्थायी परिवर्तन ल्याउन सक्छन् भन्ने। एकदम। सुरुमै मलाई एउटा कुराले छोयो, त्यो एटोमिक शब्द। यसको अर्थ सानो कण मात्र होइन, अपार शक्ति भएको भन्ने पनि रहेछ नि त। हो, सानो तर शक्तिशाली। किताबले भन्छ हरेक दिन केवल 1% मात्रै सुधार गर्ने हो भने पनि वर्ष दिनमा त्यसको असर आश्चर्यजनक हुन्छ रे। यो कसरी काम गर्छ त खासमा? एकदमै। यो 1% सुधारको सोच नै यसको भनौँ न जग हो र यसको पछाडि बानी बढ्ने एउटा मनोवैज्ञानिक चक्र छ। त्यो चक्र हो। संकेत क्यू, त्यसले जगाउने चाहना क्रेभिङ, अनि हाम्रो प्रतिक्रिया रेस्पोन्स र अन्तमा मिल्ने पुरस्कार रिवोर्ड। क्लियरली यही चक्रलाई व्यवहारमा उतार्न 4वटा सरल नियम बनाएका छन्। 4 नियम। पहिलो नियम थियो यसलाई स्पष्ट बनाउनुहोस्, मेक इट अभियस। मतलब बानी सुरु गर्ने संकेत एकदमै छर्लङ्ग हुनु पर्यो, होइन त? हो, बिल्कुल। देखिने याद हुने खालको। जस्तो किताबमा भनेको छ नि, कुनै पुरानो बानीसँग नयाँ बानी जोड्ने। क्लियरली यसलाई ह्याबिट स्ट्याकिङ भनेका छन्। हो, ह्याबिट स्ट्याकिङ। उदाहरणका लागि बिहान चिया पिएपछि म 5 मिनट डायरी लेख्छु, यस्तो केही। हो, त्यो निकै प्रभावकारी तरिका हो। अनि अर्को महत्त्वपूर्ण कुरा, आफ्नो वातावरणलाई पनि सहयोगी बनाउने। वातावरण कसरी? जस्तै राति सुत्नु अघि पढ्ने बानी बसाल्न मन छ भने त्यो किताब सिरानीमै राख्ने। आँखा परिरहन्छ, होइन, सम्झाइरहन्छ, गर्न सजिलो बनाउँछ। हो नि, सजिलो बनाउने। दोस्रो नियम झन रोचक लाग्यो मलाई। यसलाई आकर्षक बनाउनुहोस्, मेक इट अट्र्याक्टिभ। आकर्षक। बानी जति लोभ लाग्दो भयो उति गर्न मन लाग्ने रे। यसमा त्यो टेम्पटेसन बन्डलिङको कुरा छ नि। हो, टेम्पटेसन बन्डलिङ। आफूले गर्न चाहेको रमाइलो कामलाई गर्नुपर्ने अलि झ्याउ लाग्ने कामसँग जोड्ने। बिल्कुल। जस्तै कसरत गर्दा मात्रै आफ्नो मनपर्ने पडकास्ट सुन्ने। त्यो त गजब आइडिया हो नि। यसरी अलि झ्याउ लाग्ने काम पनि रमाइलो बन्छ। अनि अर्को कुरा, हामी कस्ता मान्छेसँग उठबस गर्छौं नि, त्यसले पनि ठूलो फरक पार्छ। संगतले। आफूले अपनाउन चाहेको बानी भएका मानिसहरूको संगतले हामीलाई स्वतः उत्प्रेरित गर्छ। उनीहरू गरेको देख्दा हामीलाई पनि गर्न मन लाग्छ। हो, त्यो त हो। तेस्रो नियम छ, यसलाई सजिलो बनाउनुहोस्, मेक इट इजी। यो त एकदमै व्यावहारिक लाग्यो मलाई त। सजिलो बनाउने। ठूलो लक्ष्य देखेर सुरुमै आत्तिनु भन्दा सानोबाट थालनी गर्ने। त्यो 2 मिनट नियम यसैमा आधारित हो। एकदम। कुनै पनि नयाँ बानीलाई यति सजिलो बनाउने कि त्यो सुरु गर्न 2 मिनट वा कममै सकियोस्। 2 मिनट मात्रै। हो। जस्तै हरेक दिन जिम जान्छु भन्नु अलिक गाह्रो लाग्न सक्छ, तर हरेक दिन जिम जाने लुगा लगाउँछु बाट सुरु गर्ने, त्यो त 2 मिनटमै हुन्छ। बुझे। सुरु गर्न सजिलो भयो नि त। हो, मुख्य कुरा निरन्तरता हो। सुरुमा थोरै गरे पनि हरेक दिन गर्नु महत्त्वपूर्ण छ। पर्फेक्सन होइन, प्रक्रिया महत्त्वपूर्ण हुन्छ। अनि चौथो नियम, यसलाई सन्तोषजनक बनाउनुहोस्, मेक इट स्याटिस्फाइङ। यसको मतलब बानी पूरा गरेपछि तुरन्तै केही सन्तुष्टि मिल्नु पर्यो, होइन त? हो, किनभने हाम्रो दिमागले तत्कालको पुरस्कारलाई बढी महत्त्व दिन्छ। एकदम सही। बानीलाई दिगो बनाउन तत्काल सन्तुष्टि महत्त्वपूर्ण छ। जस्तै हरेक चोटि बानी पूरा गरेपछि क्यालेन्डरमा टिक लगाउने। त्यो त सानो कुरा जस्तो लाग्छ त। हो, तर त्यो प्रगति देख्दा पनि आनन्द आउँछ। यसलाई ह्याबिट ट्र्याकिङ भनिन्छ। सासाना सफलतालाई पनि सेलिब्रेट गर्दा त्यो बानी दोहोर्याउने सम्भावना बढ्छ नि। रमाइलो कुरा त नराम्रो बानी हटाउन पनि यिनै नियमलाई उल्ट्याए पुग्ने रहेछ। त्यही त। त्यसलाई अदृश्य बनाउने, अनाकर्षक बनाउने, गाह्रो बनाउने र असन्तोषजनक बनाइदिने कति सरल तर शक्तिशाली। तर यी नियम भन्दा पनि अझ गहिरो तहमा छ परिचय आधारित बानीको अवधारणा। परिचय आधारित, यो भनेको साँचो र दिगो परिवर्तन तब हुन्छ जब हामी आफ्नो परिचय नै बदल्छौँ। यो किन यति महत्त्वपूर्ण छ भने यसले हाम्रो व्यवहारलाई क्षणिक इच्छा भन्दा माथि लगेर हामी को हौं भन्ने मूल विश्वाससँग जोड्छ। अर्थात् केवल म हरेक दिन लेख्न चाहन्छु भन्नुको सट्टा
म एक लेखक हुँ भन्ने सोच राख्नु। बिल्कुल हो, त्यही हो। हाम्रो बानीले हाम्रो त्यो परिचयलाई बलियो बनाउँदै लैजान्छ। जब म आफूलाई एक स्वस्थ व्यक्ति मान्छु हो, तब स्वस्थ खाना रोज्न वा व्यायाम गर्न अतिरिक्त इच्छा शक्ति लगाइरहनु पर्दैन। त्यो स्वतस्फूर्त हुन्छ, किनकि त्यो तपाईँको परिचयको हिस्सा हो। कस्तो गहिरो कुरा। तर कहिलेकाहीँ हामीले यति मेहनत गर्दा पनि तुरन्तै नतिजा देखिँदैन नि। त्यो हुन्छ। किताबमा त्यसलाई अव्यक्त सम्भावनाको पठार भनिएको छ। यो अवस्थामा त मान्छे निराश हुन सक्छ नि, होइन र? हो, एकदमै। र यो बुझ्नु असाध्यै जरुरी छ। परिवर्तन प्राय अदृश्य रूपमा भइरहेको हुन्छ अनि एउटा निश्चित बिन्दु मतलब टिपिङ पोइन्ट पार गरेपछि मात्र देखिन्छ। जस्तै पानी 0 डिग्री सेल्सियस नपुग्दासम्म बर्फ बन्दैन, तर तापक्रम त घटिरहेको हुन्छ नि भित्रभित्रै। हो त। यो प्रकारको अवधारणा किन महत्त्वपूर्ण छ भने यसले हामीलाई अक्सर सबैभन्दा गाह्रो क्षणमा, जब प्रगति देखिँदैन, निरन्तरता दिन हौसला दिन्छ। नतिजा नआए पनि प्रक्रियामा लागिरहनुपर्छ भन्ने बुझाउँछ। यो बुझ्नु नै आधा लडाई जित्नु जस्तै हो नि? त्यसो भए आजको हाम्रो कुराकानीको निचोड के रह्यो त? ससाना 1% जस्ता देखिने सुधारले समयसँगै ठुलो कम्पाउन्ड इफेक्ट दिन्छ। मुख्य कुरा त्यही हो। लक्ष्यभन्दा प्रक्रिया महत्त्वपूर्ण छ। हामीले आफूलाई कस्तो व्यक्ति ठान्छौँ त्यसले हाम्रो बानी निर्धारण गर्छ। अनि राम्रो बानीलाई स्पष्ट, आकर्षक, सजिलो र सन्तोषजनक बनाएर दिगो बनाउन सकिन्छ। नराम्रोलाई ठक्क उल्टो। ठिक हो। र आजको यो कुराकानी टुङ्ग्याउनु अघि एउटा प्रश्न सोचौँ न त। भन्नुस् न। आजैबाट सुरु गर्न सकिने त्यस्तो कुन एउटा सानो एटमिक बानी होला जसले हाम्रो जीवनमा त्यो 1% सुधारको यात्रा थालनी गर्न सक्छ अनि भविष्यमा गएर ठूलो सकारात्मक बदलाव ल्याउन सक्छ? सोच्न लायक छ कि कसो?